आजको पुस्ताको सबैभन्दा ठुलो समस्या के हो? विच्छेदन, जरा, परम्परा र प्रकृतिबाट टाढिनु। Do you play game in iPad? हजुर And do you also listen to the stories of a cremation ground? यस यही हो सन्तुलन। म मेरो छोरालाई टेक्नोलोजीबाट टाढा राख्दिनँ, तर म उसलाई संस्कार पनि दिन्छु। आधुनिक उपकरण, प्राचीन मूल्य। बालबालिकालाई यो गर त्यो नगर भनेर नसिकाऊ, अनुभव देऊ। म दिएनलाई मन्दिर लैजान्छु तर जबरजस्ती गर्दिनँ। म मन्त्र सिकाउँछु तर हरेक दिन जब गर भन्दिनँ। म कथा सुनाउँछु शिवका, कालीका, गोरखनाथका, र बिस्तारै ऊ आफै रुचि राख्न सुरु गर्छ। यही हो असली प्यारेन्टिङ, जबरजस्ती होइन, प्रेरणा। तिमी पनि यही गर, आफ्ना बच्चालाई मन्दिर लैजाऊ, प्रकृतिमा लैजाऊ, मृत्युको सत्यबाट कुरा गर, तर मायासँग, स्वाभाविक रूपमा। यही हो लिनेज ट्रान्सफर्मेसन। जय गोरखनाथ, जय जय गोरख, जय जय काली।